के R7 होटलमा आएको छु। उहाँको साउजी हुनुहुन्छ र उहाँले के भन्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ अब बर्थडेहरू अथवा सबै पार्टी सम्बन्धी कुरा हुँदो रहेछ, के कति के कस्तो हुँदो रहेछ भने तपाईँहरूको लागि जानकारीको लागि म चाहिँ तपाईँहरूलाई भन्न खोजिरहेको। होटलको मालिक हुनुहुन्छ मसँग चाहिँ, अनि उहाँसँग म के डिस्कस कुरा गर्दैछु र उहाँले के भन्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ के कति बर्थडेको सम्बन्धीमा के कस्तो कुरा लाग्दो रहेछ, कति पैसा लाग्दो रहेछ, यहाँनिर मनाएको उहाँ के फाइदा अब के भन्छ के कस्तो रहेछ भनेर चाहिँ म तपाईँलाई जानकारी गराउन चाहन्छु। तर यहाँ म उहाँसँग सोध्दै हुन्छु तपाईँकोमा के कस्तो रहेछ। अब मैले जस्तो बर्थडे मनाउन चाहेँ भने चाहिँ के कति लगानी अब रहेछ भन्ने कुरो चाहिँ म बुझ्न सक्छु। यस्तो छ, हामीले हजुरको डेकोरेसन माथि बेलुन लाउने र डेकोरेसन चाहिँ हाम्रो होटलको तर्फबाट 1 पाउन्ड बुकिङ होटलको तर्फबाट हुन्छ। हजुर 20-25जनासम्म ग्रुपमा आउनुभयो भने हामीले बर्थडेमा दिने केक र होटलको डेकोरेसन चाहिँ हामीले हजुरहरूलाई फ्रीमै गराइदिनु रहेका छौँ। 20-25जना ग्रुपमा आउनुभयोलाई र हाम्रो हालसालै 2-3वटा बर्थडे पनि हामीले गरेका छौँ। हजुरहरूले हाम्रो होटल KR7को टिकटक आइडी नम्बर पनि हेर्न सक्नुहुन्छ कस्तो कस्तो बर्थडेहरू छ भनेर। 5 वर्ष मैले होटल खोलेको हुनाले अलिकति हामीले 1-2जना कुकहरू राखेर अब हाई लेभलको कुकहरू हुनुहुन्छ, उहाँहरूले तपाईँहरूलाई पकाएर दिनुहुन्छ। अनि अब हाई लेभलको भन्नाले अब तपाईँको एकजना हाम्रो गाडी प्यालेन्समा पहिला हामीसँग काम गरेर उहाँसँगको समुदाय हुन्छ, पनि आएर खानेकुराहरू टेस्ट गरेर मात्रै हामी कस्टमरसम्म पुर्याउने गरेका छौँ। हामीले अब रिजेक्ट भयो भने हामीले खानेकुरा किचनमा क्यान्सल गरेर मात्रै माथि अर्को खानेकुराहरू पठाउँछौँ। त्यसरी हजुरले आएर हाम्रो होटल क्यान्सल भिजिट गर्न सक्नुहुन्छ। घुम्न आउने धरान भिजिट गरेर आउने सरहरूलाई पनि हामीले त्यसरी खानेकुराहरू सुपथ मूल्यमा हामी उपलब्ध गराउँछौँ। तपाईँलाई धन्यवाद छ, तपाईँ यति गरिदिनु भयो यसको लागि है। हजुरले चाहिँ होटल KR7 भनिन्छ, त्यहाँ गएर हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि हाम्रो लोकेसन भन्नुहुन्छ भने ट्याक्कै बिपी हस्पिटल नजिकै माथिपट्टि यो चाहिँ रत्नचुरतिर थोरै तल यहाँ KR7 भनिन्छ बाटोको छेउमा हामीले मर्का बिरयानीहरूदेखि लिएर धेरै कुराहरू स्पेसल बनाउँछौँ। हजुरहरू आएर बर्थडे सानो सानो ग्रुपहरूलाई चाहिँ यहाँ एकदमै विशेष हामीले यहाँ डेकोरेसन गरिदिएर अनि प्लस 1 पाउन्डको केक पनि हामीले होटलको तर्फबाट उपलब्ध गराउँछौँ। अनि हजुरहरूलाई चाहिँ आएर यसरी बर्थडेहरू गर्दाखेरि धेरै कुराहरू सजिलो हुन्छ। हामीले लगभग महिनामा 4-5 र 6वटासम्म चाहिँ हामीले बर्थडे गरिरहेको हुन्छौँ। हजुरहरूलाई फोन नम्बर 9819005151मा फोन गरेर 2-3 दिन अगाडि नै बुक गरिदिनु भयो भने धेरै राम्रो हुन्छ। त्यो भन्दाखेरि हजुरहरूले आउने दिन अरू पनि पार्टी गर्न सकेको हुन्छ। त्यही भएर हजुरहरूले 9819005151मा अनि बर्थडेहरू बनाउन चाहनुहुन्छ भने अथवा केही रमाइलो पार्टीहरू सबै चाहनुहुन्छ भने चाहिँ सबै व्यवस्था गर्नुभएको रहेछ। यो R7 होटल रहेछ होइन, यो एरियामा आउनु यहाँ सबै कुराहरूको व्यवस्थापन छ। वेलकम सबैजनालाई। यहाँ चाहिँ खाना चाहिँ अप्पर मिठो पाउँदो रहेछ क्या, बिरयानी, चिकन बिरयानी, अब मटन बिरयानी होइन। KR7मा यहाँ हुनुहुन्छ होइन, हेर्नु तपाईँहरू होइन, यहाँनिर म देखाइदिएको छु होइन KR7 दोकानमा होइन। यहाँ रेस्टुरेन्ट रहेछ, खतरा दामी बवाल छ। यहाँ लज पनि छ होइन। अनि यहाँ बिरयानी खानेकुराहरू सबै एकदम दामी बवाल पाउँछ, मिठो पाउँछ। ड्रिङ्क सम्बन्धी तपाईँ जे ड्रिङ्क गर्न चाहनुहुन्छ सबै ड्रिङ्क भन्ने कुराहरू सबै यहाँ पाउँछ। यहाँनिर यस्तो छ होइन। यो चाहिँ अब तपाईँको अब काउन्टर भयो होइन। यहाँको चाहिँ 1500को तपाईँको लज रहेछ। अनि एटेच रुम हुन्छ, भित्रै बाथरुम साथरुम सबै भएको हुन्छ। तपाईँहरू आउनु चाहनुहुन्छ भने आउनु। KR7 होटल क्याम्प गेट छेउमा रहेछ होइन, यहाँ हेर्नु सक्नुहुन्छ। यहाँ अनि तपाईँहरू KR7 मैले देखाएँ होटल होइन, यो माथि गएर देखाएँ होइन। 1000देखि लिएर 1500सम्मको रुम पाउँदो रहेछ। तपाईँहरू आउनु चाहनुहुन्छ आउनु। यस्तो KR7 को KR7 यताबाट हाल्नु भ्यू पनि यसरी धरानको मजाले हेर्न सकिन्छ। हेर्दै बसेर हामी खाना 5 वर्ष पुरा भएर 6
वर्ष लाग्दैछ। वर्ल्ड कपभन्दा अगाडिबाट हामीले चाहिँ यो होटल सञ्चालनमा ल्याएको। यो KR7 भनेको चाहिँ फेरि किरण भनेको मेरो मिसेस, राया भनेको थरी र 7 भनेको रोनाल्डोको फ्यान भएको हुनाले तिनवटा पहिला मिलाएर मैले होटल खोलेको छु। हजुरको योसम्म गर्दाखेरि मैले लगभग 10-15 वर्ष होटलकै एक्सपिरियन्सको कुक बनेर मैले होटल खोलेको छु। अब हजुरहरू खाना बिरयानीहरू त हजुरहरू नै तारिफ छ। मलाई काठमाडौँबाट फोन गरेर अस्ति भन्नुभएको छ 4 मर्का बिरयानी विराटनगर एयरपोर्टमा लगाएर पठाइदिनु लाग्ने खर्च म दिन्छु भन्नुभएको थियो। त्यति धेरै गर्न त सकिन्न, काठमाडौँको साथीहरू पनि त्यति धेरै यहाँ आएर खाँदा आर्मीमा यहाँ भर्ती हुन्छ। यहाँ हाम्रो बिपी क्याम्प हस्पिटल यहाँ नजिकै छ, यहीदेखि मैले तपाईँको बिपी क्याम्प हस्पिटल छ। अनि उहाँ काठमाडौँबाट यहाँ आउनुभएको थियो आर्मीमा ट्रेनिङ गर्नलाई, सिलेक्सन भएर पास पनि हुनुभयो। पछि मर्का बिरयानी खानुभयो। मर्का बिरयानी खाइसके पछाडि उहाँले काठमाडौँ गएर फेरि मलाई फोन गरेर 4 मर्का बिरयानी मेरोमा पठाइदिनु पर्यो काठमाडौँ। तपाईँहरू कसरी गराउनु भन्दा ट्रेनमा पठाइदिनुहोस्, म त्यसको डेलिभरी चार्ज म दिन्छु भन्छु। बेस्ट नै छ होला भन्ने लाग्छ। तपाईँले पनि बेस्ट नै दिएको छु। हस् त, नमस्कार। लाग्ने